Welcome back to our channel. Welcome to our new vlog. धेरै पछि हामी फेरि आएका छौं vlog बनाउनलाई। लगभग 7-8 महिना पछाडि फेरि आएका छौं हामी सन्दीप र म। अब आज चाहिँ हामी सिन्त्रा जाँदैछौँ। यसो गर्मी छ, चिसो हावा खानलाई हामी सिन्त्रा जाँदैछौँ। अब चाहिँ हामी फेरि भ्लगहरु हालिरहन्छौँ। अब ल आज हामी सिन्त्रा लाग्यौँ। अब हामी यहाँ स्कुल ग्रीन मेट्रो लाइन चढेर रोसियो जान्छौँ है। अनि रोसियोबाट अनि हामी सिन्त्राको ट्रेन चढ्छौँ। हामी अब काइसुन्द्रीतिर जाने आरएसबाट ग्रीन लाइन चढेर रोसियो जान्छौँ। सन्दीपजीमा हिरोनी भएर नाच्दै हुन्छ। ह्याप्पी मोड अब चाहिँ हामी रोसियो आइपुगेको छौँ मेट्रोबाट ओर्लेर। दामी वेदर छ, कस्तो राम्रो फुलहरू फुलिरहेको छन्। जस अब बिस्तारै समर लाग्न थालेको छ। कस्तो लागेको छ सन्दीपजी? सन्दीप घुम्नु रेडी छ। यो चाहिँ रोसियो हो, एकदम टुरिस्टिक प्लेस। हामी चाहिँ रोसियोमा छौँ। अब सिन्त्रा जाने ट्रेन चढ्नलाई हामी अब एकछिन 1 मिनट 2 मिनट हिँड्नुपर्छ। त्यस पछाडि हामी ट्रेनमा चढेर सिन्त्रा सरर जानेछौँ। पर्दैन, ट्रेनबाट ओर्लिने बित्तिकै सिन्त्रा आइपुगिहाल्छ। अस्ति गएको कहाँ गएको? त्यो अर्कै ठाउँ सिन्त्रातिरै हो। के जस्तो अरे यो? सन्दीपलाई पृथ्वी जस्तो लाग्यो अरे। सन्दीप यहाँ छ नि पृथ्वी, यो यहाँ हिरोनी भएर हिँड्छ। कहाँ हिँडेको हिरोनी भएर? कता हिँडेको बिजुली बनेर हट भएर बिटी भएर कडक। अब यो चाहिँ हाम्रो ट्रेन स्टेसन हो। यहाँभित्र चाहिँ सिन्त्रा जाने ट्रेन लाग्छ। अब हामी यहाँ पुग्छौँ। मिलेको छ? ल बधाई छ। कडा सन्दीपजी कडा हो। पुरा घडीको टाइम मिलाइदिन्छ अरे। वाल थाहा भएछ। गाह्रो छ। सन्दीप आएको 10 महिना भइसक्यो पोर्चुगल। सन्दीप 10 महिना भइसक्यो पोर्चुगल आएको। एक्लै हिँड्ने डराउँछिन् चाहिँ बिचरा, के गर्ने। सानी छिन्, हराउँछिन्, गाह्रो छ नि। के हुँदैन काली भएर नि, के भएर काली है तो क्या हुआ, दिल वाली है। ल अब हामी चाहिँ सिन्त्रा चढ्ने ट्रेन स्टेसनमा आइपुगेका छौँ। यो भित्र यहाँ पछाडि अब यो इलेभेटर चढेर माथि छ डाँडा त लामो लिफ्ट चढेर जानुपर्छ। तिमीलाई चढ्न आउँछ नि सन्दीप? हिँड्दै जान्छौ यहाँबाट?
सन्दीपको अब चाहिँ खतरा हो क्या हाम्रो कुन चाहिँ बोले नआउँछौ क्लिनिक प्लस हो हेड एन्ड सोल्डर होला वाह बडा दादा हिँड्दै जाऊ सन्दीपमा यति डाँडो हिँड्यो भने त बिचरा गलेर तनाव हुन्छ भरे फेरि खुट्टा दुख्यो भने थिच्नु पर्ने मैले नै हो तनाव छ नि हो जिन्दगी धेरै हिँडाउनु पनि हुँदैन ल अब आज चाहिँ हामी यहाँ माथि आइपुग्यौँ मेट्रो सन्दीपले यहाँ मेट्रो स्टेसन हेरेर 1:40 मा कति बज्छौ ल हामी लागौँ ल जाउँ 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 यहाँबाट चढौँ चढौँ अलिक पर उयो हरियो बोलेको ल यहाँबाट छिर्नुपर्छ है 40 मा मेट्रो छ र यो चाहिँ होइन 1 मिनट छ अब जानुलाई हामी छिटो गएर बसिहाल्छौँ सिट पनि पाइयो अब हाम्रो यात्रा सुरु भइहाल्यो है धन्न पर्खिनु पर्ने धेरै ठिक्क आएन बित्तिकै पाइहाल्यो सन्दीप 10 महिनापछि सुन्दै जाने भन्दा भन्दै के कस्तो फिल भइरहेछ एक्साइटमेन्ट दिनभरि घुमाउने अब भएर घरमा भात खाइहाल्यो मेट्रो पास छँदैछ 40 को पानी त किनिदिउँला नि 1 रुपियाँको त्यस धेरै पैसा लाग्दैन घुम्नलाई घरको भात खाएर यो पास मेट्रो पास हाल्यो 40 को लिस्बनको टनमा घुम्ने ठाउँ सबै घुमिहालिन्छ भात खायो बिहान 5-4 बजे घुम्नु 1 बोतल पानी किन्यो त्यस पछाडि फेरि फर्क्यो भात पकायो खायो कति रमाइलो छ जिन्दगी होइन त अनि मान्छेहरूलाई लाग्छ हामी चाहिँ धेरै पैसा खर्च गरेर घुम्दैछौँ त जस्तो लाग्छ हामी यहाँ 2 युरोमा खर्च गरेर घुमेर फर्किन्छौँ त्यही भएर रमाइलो छ घुम्ने ठाउँहरू राम्रो छ बिचमा बस्नुको फाइदा चाहिँ यही हो ल अब हाम्रो ट्रेन हिँडिसक्यो अब चाहिँ हामी आधी घन्टामा सिन्द्रा पुग्छौँ त्यस पछाडि भेटौँ है त्यसलाई हामी चाहिँ अब सिन्द्रा आइपुगिसकेका छौँ अब यो सिन्द्रा हामी घुमघाम गर्छौँ रमाइलो गर्छौँ अनि तपाईँहरूलाई देखाउँछौँ कस्तो रहेछ त है सन्दीपमा हस् आज आयो नि अब तपाईँहरूले पुरै हरियाली छ ल सन्दीपजी सिन्द्रा आइपुग्यो होइन अनि अब के भनिदिनु त कस्तो फिल भइरहेछ भर्खर ट्रेनबाट निस्केको नाच्दैन त एकचोटि ल होइन सिन्द्रा यो सिन्द्रा एकदम राम्रो हरियाली यो त गाउँ जस्तै हो क्या अलिक कस्तो दामी छ अझै उता जानुपर्छ अहिले यतातिर हिँड्दै कस्तो दामी ठाउँ छ अब हाम्रो यहाँ पहिलो प्रायोरिटी भनेको चाहिँ वासरुम खोज्नुपर्ने छ होइन हल्का भएर अनि त्यही अनि घुम्न चाहिँ मजा आउँछ बादल चलिरहेको छ होइन हल्का चिसो हल्का तातो रमाइलो छ मौसम चाहिँ अनि अब हामी एकछिन घुम्छौँ धेरै होइन कफी चाहिँ खाइन्छ होइन अब त भोक लागेको छैन सन्दीपलाई झन् भोकै लाग्दैन होइन के टेन्सन त्यस्तो ठिकै छ तिमीलाई मैले 1 रुपियाँको बिस्कुट किनिदिन्छु टेन्सन नलिएको डाइटिङ आमा ल है ल डाइटिङ आमा अरे सन्दीपले पुरै सिलिम भएर चिनिम भएर है ल अब यो हाम्रो कफी सपतिर जानुहुन्छ कता कफी सप चाहिँ होइन जाउँ यहाँ कफी सप सन्दीपा गलाउ खाउँ गलाउ सन्दीपाको गलाउ मेरो लागि चाहिँ एक्सप्रेसो
Cheers. What's up? Galau yस्तो kan. मलाई खासै लाग्दैन ल हेर्नुहोस् सिन्त्राको ब्युटी हरियाली मलाई त रमाइलो लाग्यो बादल पानी हावा यो चाहिँ हाम्रो नेपालको भेटटार हाम्रो पूर्वको भेटटार जस्तै हो क्या अब लिसोनमा गर्मी हुन्छ टन्न त्यस पछाडि यहाँ आउने सरर हावा खाने चिसो चिसो हुन्छ अनि जाने थुक्पा यहाँ थुक्पा चाहिँ अलि नपाउला होइन यहाँ आउने कफी खाने टक्क जाने यो चाहिँ सिन्त्रा हो सन्दीपजी आज यहाँ रमाइलो गर्छिन् मस्के कि मस्के नाचेकी नाचेछिन् है लास्ट ह्याप्पी मोडमा छ नि दाजु त्यही त विचार ठिकै छ कहिले काहीँ हिँड्नुपर्छ अब हाम्रो समर लाग्दैछ अब हिँड्ने हो यता हिँड्ने उता हिँड्ने हो बिच जान्छ नि समुद्रमा पौडी खेल्न है अनि कस्तो लाग्दैछ त दामी छ नि है ठाउँ सफा यहाँ फेरि मान्छे टुरिस्ट मात्रै हुन्छ नि यतातिर प्रायः अब हामी एकछिन यता घुम्ने त्यस पछाडि उता महलहरू छ महल छन् महल पहिले हाम्रो बाउ बराजुको पालाको महलहरू छन् होइन त्यतातिर जाने ए हो त्यस्तो तिमी मेरो पछि त हो नि तिमी मेरो पुच्छौ त हो नि पुच्छौ पुच्छ र हो तिमी मेरो पुच्छ हामी यहाँ गर्मी धेर भएर चिसो खाना आएको यहाँ त लास्टै चिसो भएर फेरि गर्मी खोज्नु जानु पर्ला जस्तो भइरहेछ बादल र हावामा लाग्यो ठिकै छ ठिकै छ अब हामी यहाँ बिस्तारै तल झर्दैछौँ यता यहाँ सन्दीपाको लागि महल बनाइदिएको थिएँ मैले आज सन्दीपालाई त्यहाँ लगेर देखाइदिनु पऱ्यो सन्दीपाको लागि बनाएको सन्दीपाको मायामा है के गर्ने मैले पनि सन्दीपा महल तिमीले जिउँदै बनाइदिएको नि सन्दीपा महल अब हेर्न जाँदैछौँ हामी कुन उयो रातो फुल के भन्छौ त तिमी पार्कहरू यस्तै अब धेरै छन् यहाँ हरियाली नै हरियाली छ यो ठाउँ थुप्रै हरियाली ठाउँ हो Well, it must be. के बेच्न रहेका छन् यहाँ सबै ह्यान्डमेडहरू अब हामी सन्दीपलाई बनाइदिएको महलतिर जाँदैछौँ यहाँनिर जमानामा मैले कति करोड अरब खर्च गरेर बनाइदिएको यो फुलबारी सब तिम्रो लागि हो यो सब फुलबारी यो सब पार्क यो सब तिम्रो लागि हो बस अन्त पाइन्छ होला मार नि फेरि मलाई त म त केही चिन्दिनँ म फेरि कसैले के भन्यो भने त म को यो अर्काको बुढी हो भनिदिन्छु हो मार तिम्रो लागि बनाइदिएको नि मैले यो कस्तो लाग्यो त महारानी आफ्नो गद्दीबाट ओर्लिसक्नु भएको छ अब यो त के एउटा अब महल बाँकी छ उहाँको लागि
टिपेर भन्दा एउटा होइन यस्तो मायाले लगाएको फुलहरू टिप्नु हुँदैन। आशिका तामाङजी खसिनी दिदीले पनि यही भन्नुहुन्छ, फुल टिप्नु हुँदैन भनेर, बुझ्यौ नि? त्यही भएर फेरि यहाँ खसिनी दिदी आइपुगिन् भने तनाव फेरि। त्यही भएर फुल टिप्ने कुरा नगर। यहाँ हेर सब हातले बनाएको कस्तो बबल बबल छ, ह्यान्डमेड आर्ट। घोडा 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 गयो घोडा। अहिले उता गएको हुने, अहिले एकछिनमा आउँछ। तिम्रो लागि स्पेसल छ योभन्दा खतरा, के टेन्सन लिन्छ? अहिले उता गएको हुने उनीहरू। यहाँ रेस्टुरेन्टै हो। तिम्रो बुढी अन्त मेरो मुटुमा लेखेछ तिम्रो नाम। यस्तो भित्तामा लेखे के पाउँछ? मेरो मुटुमा तिम्रो नाम लेखेको छु, भित्ता भित्तामा लेख्दिनँ म। तिम्रो लागि मैले महल बनाइदिएको छु। अब त्यो महलमा हामी पुग्न आँट्यौँ। अब हामी सन्दीपाको महल, सन्दीपाको लागि जुन मैले बनाइदिएको थिएँ त्यो अरबौँ पैसा खर्च गरेर त्यो महल पुग्न आँटेको छु। कतिको एक्साइटेड छु तिमी सन्दीपा। हेर सन्दीपा, तिमीलाई म कति माया गर्छु भनेर आज तिमीले थाहा पाउँछौ। अरबौँको लगानीमा मैले यो सबै तिम्रो लागि बनाइदिएको। तिम्रो लागि स्पेसल यो बाटो, यो बाटो, यो भित्ता, यो रुख सबै। अब यो सबै हेर्नलाई हिँडेर हेर्न पुरा रमाइलो। कारमा तिमीले सबै यो डिटेलमा हेर्न पुरा पाउँछौ त नि। सर लान्छौ सकिहाल्छ हिँड्दै हिँड्दै। ल हेर्नुहोस्, यही हो जुन मैले अरबौँ खरबौँ पैसा खर्च गरेर बनाइदिएको सन्दीपाको लागि महल। यो हाम्रो सन्दीपाको मायाको महल, सन्दीपा महल। हेर्नुहोस् राम्ररी, हेर्नुहोस् तपाईँहरूलाई म राम्ररी देखाइदिन्छु। आजको हाम्रो यो ब्लग बनाउनुको मेन लक्ष्य पनि यही थियो, सन्दीपाजीलाई उहाँको लागि बनाइदिएको महल देखाउनलाई। अब आजको यो भिडियोमा चाहिँ हामी सन्दीपालाई यो महल देखाउँछौँ। हामी आज उहाँलाई बाहिरबाट मात्र देखाउँछौँ, किनभने यो एक्साइटमेन्ट चाहिँ एकैचोटि सकिनु हुँदैन। नेक्स्ट टाइमको लागि पनि फेरि भित्रको महल देखाउनु पऱ्यो नि। अहिले चाहिँ बाहिरको लागि मात्रै हो। यहाँ तिम्रो लागि बनाइदिएको महल हेर्न कति आउँदो रहेछ मान्छे, बुझ्यौ? धन्यवाद हजुर, धन्यवाद। यो नि त पारा यहाँ हेर्नुहोस् कति राम्रो छ। उयो माथिको यतापट्टिको हो, यो माथि चाहिँ सन्दीपको लागि दामी रुम बनाइदिएको छ मान्छे। यहाँ एकदम एसीवाला रुम, कति नोकरानी राखिदिएको छ। त्यही भएर खुसी थिएन आज। अब आज चाहिँ हामी उहाँलाई बाहिरबाट मात्र दर्शन गराउँछौँ, किनभने एकैचोटि एक्साइटमेन्ट भनेको सक्नु हुँदैन। अर्कोचोटि सबै फुल टुर आउने हो। यही हो हाम्रो सन्दीपा महल। अब दामी छ नि यो महल। यो चाहिँ सिन्त्राको वान अफ द बेस्ट प्लेस हो महल घुम्नलाई। धेरै नै अगाडिको महल हो यो। होइन यो नेचुरल ठिक छ, यो जस्तो बनाएको त्यस्तै ठिक छ। धेरै कलर हाल्यो भने राम्रो हुँदैन। यो कुन शताब्दीमा बनाएको, तिमीलाई अहिले कलर किन हाल्नु?
यही हेर्न मान्छे आउँछ बल्ल थाहा पायो हाम्रो माया के फिल्म भन्दा कम छ ल आजको ब्लग हामी यहीँ टुङ्गाउँछौँ हाम्रो यहाँ सन्दीपा मलको बाहिर एकछिन हामी घुम्छौँ त्यस पछाडि हाम्रो अर्को ब्लग फेरि एउटा सिन्ताको ब्लग आउँछ अलि पछि त्यतिखेर चाहिँ हामी फुल सिन्द्रा घुमेर हजुरहरूलाई देखाउनेछौँ त्यसको लागि सन्दीपाको महलभित्र के छ कस्तो छ सबै देखाउँछौँ आजलाई चाहिँ यति नै थ्याङ्क यू भेरी मच सब्सक्राइब गर्नु होला लाइक गर्नु होला है फेरि हामी आउँछौँ अब चाहिँ रेगुलर आउँछौँ थ्याङ्क यू भेरी मच हेभ अ नाइस डे बाई बाई